तपाईहरुले नमस्ते छ मेरो YouTube च्यानलमा। आज एक्चुअली मेरो छुट्टी डे हो। छुट्टी डेमा अहिले म भेट्न जाँदैछु मेरो खास एउटा बहिनीले। रातिको अहिले टाइम 8:20 भइसकेको छ गाइस। हेर्नु होला मेरो भिडियो लास्टसम्म प्लिज। म कुन चाहिँ बहिनी गाइस अब म चाहिँ जानु लागेको बहिनीले भेट्नुको लागि। उ साथी चाहिँ भिडियो गरिराख्नु भएको छ। साह्रो रिसाइराख्नु भएको छ। छुलबुली कुलबुली कता चाहिँ जाँदै रहेछ भन्दै रहेछ कि हेर्नु सक्नुहुन्छ गाइस। रात परिसकेको छ। हामीको यो बिल्डिङको अपोजिटमा हो। वहाँ चाहिँ एउटा दिदी हुनुहुन्छ। काला काला कुछ भी नहीं दिख रहा है। यहाँ चाहिँ रेडी भइसकेको छ। ओ सक्नुहुन्छ गाइस हामी चाहिँ जाँदैछौँ बहिनीको वहाँ। यस्तो ट्राफिक लागिरहेको छ। टाढोबाट देखिँदैछ हो। एकदमै गाह्रो छ यो मणिकला एरियामा चाहिँ। एकदमै हेर्नु सक्नुहुन्छ कस्तो ट्राफिक लागिरहेको छ। म छेउबाट देखाउने छु तपाईहरुले। बाप रे यस्तो ट्राफिक लागेको छ। हेर्नु सक्नुहुन्छ गाइस यस्तो ट्राफिक लागेको छ यो रेल गेटमा चाहिँ। मणिकला एरियामा चाहिँ बहुत ट्राफिक हुन्छ है। एफाले काटिबी इमान ट्राफिक ना 82 बाइक तो घुराइसे ताते जानु। फाइनली गाइस हामी चाहिँ एकदम ट्राफिक पार भएर चाहिँ आइपुग्नु आँट्यौँ बहिनीको रुममा। कस्तो ट्राफिक हुन्छ छ्या वाक्कै लाउँछ क्या यहाँ त। बेङ्गलोरमा त ट्राफिकले गर्दाखेरि कहीँ घुम्नु मन लाग्दैन गाइस। यहाँ साथीको रुम र हामीहरूको रुम बेसी टाढो छैन। कति लगभग 1 किलोमिटर हुन्छ ल। के मान्नु भयो बाबा? 1 न? 1 किलोमिटर। 1 किलोमिटर हुन्छ गाइस। हेर्नु त्यसमा हामीले टाइम नि आधा घन्टा 1 घन्टा लाग्छ। हेर्नु ट्राफिकले गर्दा यति ट्राफिक लाग्छ। हामी चाहिँ फिलहाल पुग्नु आँटेको छौँ। हामी आइपुग्यौँ बहिनीको रुम। सिरो खोइ सिरो खोइ आक्कु। हेर्नु गाइस यहाँ मेरो बहिनीको छोरी चाहिँ सुतिरहेको रहेछ बिचारा आक्कु। गएर को आएको छ हेर अंकल। ला तोर्स्यो। आपको देख के डर गया गाइस। पूरा तोर्से छो पूरा तोर्से छो डर गया। हेर्नु गाइस मेरो बहिनीको रुममा एकदम राम्रो लागिरहेछ धेरै दिनपछि आएर। आज तपाईहरुको बीचमा म यति नै भिडियो लिएर आएको छु। मेरो भिडियो मन पर्यो भने प्लिज सब्स्क्राइब एन्ड फलो गरिदिनु होला। बाई बाई गुड नाइट। गुड नाइट कोही दियो।